टपिक इन्ट्रो बताइदिनु त यता हेरेर बताइदिनु उदयपुर गाईघाट रौतगा पालिका प्रदेश नम्बर 1 अम्बरबहादुर राउतको छोरा डम्बर माया खड्काको छोरा महाराजीको भान्जा। मेरो नाम हो सफलु प्रेती होइन, मेरो नाम नै काफी छ तर यतातिर मेरो नाम चाहिँ चल्दैन है। अन्त मलाई किन्नुहुन्छ? किन्न मान्छे हो, म पनि मान्छे हो, उहाँ पनि मान्छे हो। अब त्यस्तै हो, त्यसमा आफ्नो आफ्नो ध्यान आफ्नो ध्यान। अङ्कल मेरो भिडियोमा के बोलिदिनुहुन्छ कि? होइन, अब बोल्नलाई कुनै ठुलो कुरो आएन। अङ्कल तपाईँलाई केही टेन्सन खानु पऱ्यो भने होइन त्यहाँ गएर खानु, मेरो नाम लिनु होइन, दिन चाहिँ दिँदैनन् होइन। तपाईँ यहाँ कति भयो बन्टाल भएको? नो प्रब्लम म्याम। अङ्कलले बबाल इङ्ग्लिस चाहिँ हान्नु हुँदो रहेछ। अङ्कल एकचोटि फेरि दाम इङ्ग्लिस हान्दिनँ न। कति पढ्नु भएको तपाईँले खासमा नराख्नु भन्नु त? बाबु हालको भयो। राम्रै छ, अब शनि गएर काट्ने भित्र दर्शन। अङ्कल मलाई किन्नुहुन्छ? किन्न मान्छे हो, तपाईँ मान्छे हो, म पनि मान्छे हो, उहाँ पनि मान्छे हो। अब त्यस्तै हो, त्यसमा आफ्नो आफ्नो ध्यान आफ्नो ध्यान। अङ्कल मेरो भिडियोमा के बोलिदिनुहुन्छ कि? होइन, अब बोल्नलाई कुनै ठुलो कुरो आएन। अङ्कल तपाईँलाई केही टेन्सन खानु पऱ्यो भने होइन त्यहाँ गएर खानु, मेरो नाम लिनु होइन, दिन चाहिँ दिँदैनन् होइन। तपाईँ यहाँ कति भयो बन्टाल भएको? मेरो नाम हो सफलु प्रेती होइन, मेरो नाम नै काफी छ तर यतातिर मेरो नाम चाहिँ चल्दैन है। कति भयो तपाईँ अब क्यामेरामा नआएन? हाम्रो अङ्कलको कुराहरू पनि राखिदिनु न। के भन्नु छ कि अङ्कल? सरसफाइ तपाईँले लास्टै गर्नु हुँदो रहेछ। होइन, मलाई केही छैन, यसो अलिअलि खाना पाएँ र यसो भए। अब भाखा भगवान् खाना चाहिँ खानु भयो नि तपाईँले यहाँ? हजुर, मजाले बसेर खाइरहेको। हो, टेन्सन छैन है। जङ्गलको उयसमा आएर बस्नु भएको छ। कहाँदेखि आउनु भएको तपाईँ? हजुर, म उदयपुर गाईघाट रौतगा पालिका प्रदेश नम्बर 1 अम्बरबहादुर राउतको छोरा डम्बर माया खड्काको महाराजीको भान्जा। सुन्नुभयो नि गाइज? मैले चाहिँ बुझिनँ, तै पनि सुन्नु त भयो नि। फेरि एकचोटि टपिक इन्ट्रो बताइदिनु त यता हेरेर बताइदिनु। उदयपुर गाईघाट रौतगा पालिका प्रदेश नम्बर 1 अम्बरबहादुर राउतको छोरा डम्बर माया खड्काको छोरा महाराजीको भान्जा। हो, सुन्नुभयो नि? अब हामीसँग बोल्नलाई शब्द छैन। अङ्कल लास्टै फास्ट बोल्नु हुँदो रहेछ। सरसफाइ गर्दै हुनुपर्छ। यो मन्दिरलाई एकदम राम्रो गरिरहनु भएको छ। कति फोहोर थियो पहिला यो मन्दिर होइन अङ्कल? अब त्यो त अब मैले भन्ने कुरा होइन। अब यो भगवान्ले माथिबाट हेरिरहनु भएको छ, कसले के गर्दैछ भन्ने कुरा उहाँलाई थाहा। क्यामेराम्यान मारिया हेर्नु, यहाँ बस्नुहुन्छ अङ्कल। उदयपुरदेखिबाट भिडियो हेर्दै हुनुहुन्छ भने होइन सबैजनाले होइन यो अङ्कलको भिडियो हेरिदिनु होला। त्यहाँ पऱ्यो, तर पनि अब म एउटा बाबुआमा मर्दा क्रियाकाल गरिदिनु र म मर्दा कसैले नगर्नु भनेर म आफ्नो धन सम्पत्ति त्याग गरेर म सबैबाट छुट्टो गरेर एउटा जोकर फाल्टो बसेर एउटा भगवान्। तपाईँको धन सम्पत्ति छ होइन? छ, तर म त्यागी। मलाई केही पनि चाहिएन, एक पेट भयो भनेर म त्याग। आफ्नो धन सम्पत्ति बाबुआमा सबै मेरो बालबच्चाहरू छैनन्। उदयपुरदेखि भिडियो हेर्दै हुनुहुन्छ भने पालिका चुरिया माई पनि छन्, रौता पनि छन् होइन। सबै अब त्यहाँहरू अब तपाईँहरू त घुम्नु भयो होला सबै ठाउँमा। तर पनि म आफ्नो ठाउँमा बस्न जहाँ भगवान्ले मलाई सृष्टि गर भने त्यही ठाउँमा म एउटा सृष्टिको निम्ति यहाँनिर लडिरहेको छु। म यसरी काम गरिरहनु पर्ने व्यक्ति पनि होइन। मलाई बसी एक पेट खानलाई पुग्छ, तर किन अलिकति सफा गऱ्यो भने भगवान्को दिल पनि खुस रहन्छ भन्ने हिसाब किताब मैले यो अभियान हो मेरो। हो, यतिकै हुनुपर्छ अङ्कल। जय शम्भुको फ्यान होइन? राम अनि जय शम्भुको फ्यान हुँदो रहेछ। अनि अङ्कल एकचोटि फेरि आउनु त, एकचोटि इन्ट्रो तपाईँको बवाल दिनु त फेरि। अब भन्नु, अब के भन्नु खर। मेरो पद्म ज्योति राउत हो नाम। पद्म ज्योति विश्व ब्रह्माण्ड अखण्ड ज्योति र विश्व ब्रह्माण्ड अखण्ड धुनीको म एउटा पुजारी हुँ। र यहाँ केही शान्ति भगवान्सँग लिनको निम्ति म यहाँ शान्तिको लागि बसिरहेको हो। र यो सुगर सफाइ अभियानमा मलाई यहाँ कसैले गर भने पनि होइन, तर मलाई माथि भगवान्ले सृष्टि यहाँनिर गर भनेर मलाई यहाँ खटाएको हुन्। अनि तपाईँको अघिवाला दिएको थियो नि त्यो यो वाला नाम हो यहाँ त्यो वाला चाहिँ दिनु। हजुर, अब कतिचोटि लिने कतिचोटि दिने। अब लास्ट अन्तिम अब मेरो शुभ नाम भनेको अब पद्म वशिष्ठ गोत्र आए पद्म बहादुर राउत।
अमरबहादुर राउतको छोरा डम्बरमाया खड्का महाराजी खड्काको भान्जा उदयपुर रौता गाउँ न्यायपालिका प्रदेश नम्बर 1 भुटार गाविस थियो अहिले रौता गाउँ न्यायपालिका त्यहाँको व्यक्ति हुँ तर कसैको अनिष्ट गर्नु छैन म यहाँ भगवान्ले खटाएर म भगवान्सँग लड्दैछु हेर्न सक्नुहुन्छ यहाँ मन्दिरमा बस्नुहुन्छ होइन अनि त्यो आगो सागो बाल्नु भएको राति पनि म यहीँ बस्छु म यही सानो एउटा झुपडी छ यसैमा यसरी म यहाँ बस्दैछु अब के गर्ने अब मलाई अब यस्तैमा बस भनेर जुरायो म धन सम्पत्ति भएको मान्छे हो तर मैले सबै त्यागै भयो डर लाग्दैन रात होइन किन डर लाग्ने हो र अब आज पनि मर्ने हो भोलि पनि मर्ने मानु टुटेको दिन जो पनि मर्ने हो कसैले अजमुरीको बुटी पाएर आएको छैन सही हो यतिको चाहिँ हुनुपर्छ कन्फिडेन्ट लेभल ओके थ्याङ्क्स नगर्नु देख्नुभयो इङ्ग्लिस पनि बवाल हान्नु हुँदो रहेछ एकछिन इङ्ग्लिस पनि हालिदियो कि उठेर हान्नु न अङ्कल एकचोटि आउँदो रहेछ तपाईँलाई म भन्दा राम्रो आउँदो रहेछ अनि ल प्रदेश नम्बर 1 देखि हेरिरहनु भएको छ भने होइन सबैजनाले होइन अङ्कललाई चिन्नुहुन्छ भने यसो कमेन्ट बक्स खुला छ यसो बोलिदिनु पऱ्यो अङ्कलको बारेमा पनि केही राम्रो कुरा भनिदिनु पऱ्यो होइन त अङ्कल अब कसै व्यक्तिले भन्ने नै हुन् तर भगवान्ले एउटा व्यक्तिलाई हटाएर कुनै एभ्री पिपुल्स कम हियर आई एम नो प्रब्लम म्यान अङ्कलले बवाल इङ्ग्लिस चाहिँ हान्नु हुँदो रहेछ अङ्कल एकचोटि फेरि दामी इङ्ग्लिस हानिदिनु न आई एम कति पढ्नु भएको तपाईँले खासमा नराख्नु भन्नु त I cannot read 5 o'clock. 5 class. No 5 now. यो त यार इङ्ग्लिस बोर्डिङ स्कुल पढ्ने भन्दा राम्रो इङ्ग्लिस हानिरहनु भएको छ यतिको इङ्ग्लिस त मलाई पनि आउँदैन सो मेरो कन्फिडेन्ट लेभल यहीसम्म थियो होइन अङ्कलको त बवाल रहेछ अङ्कल तपाईँले बवाल इङ्ग्लिस हान्नु हुँदो रहेछ यसो हाम्रो बारेमा के इङ्ग्लिस हान्दिनँ त होइन अब guys you happy यु ह्याप्पी के भन्नुभयो होइन म बेलुकातिर आइन ठिकै छ ल अङ्कल हामी अहिले लाग्यो है ल राम्रो काम गर्दै हुनुहुन्छ गरिरहनु होइन हजुर ल तपाईँसँग त मोबाइल पनि छैन होला है cannot have I am SB के भन्नुभयो तर मैले नि बुझिनँ cannot have now I am HB मोबाइल फोन होला नि अङ्कलहरू आई हेभ नो स्मार्टफोन no No. Okay, uncle. Only one SB yes phone यस मोडर्न झागत जो मोडर्न इङ्ग्लिस हो गाइज होइन त्यसको लागि टेन्सन नलिनु होला यस्तै हो यहाँको रीतिरिवाज यो चाहिँ मन्दिरमा हो उहाँ अङ्कल चाहिँ मन्दिरमा बस्नु हुँदो रहेछ र सबैजनालाई माया देखाइदिनु पऱ्यो ल अङ्कल हामी चल्दै गयो के भन्नु छ कि लास्ट अब हामी चल्नु पऱ्यो घरतिर सहयोग गर्न सक्नुहुन्छ भने गर्नुहोस् अब त्यही हो अब अब के गर्नु अङ्कल कमाउनेमा अङ्कल कमाउनतिर लागेको छैन जब कमाउँछु आएर सहयोग गर्छु यहीँ बसिरहनु भयो भने चाहिँ हुन्छ नि अङ्कल अहिले म आफै यसो I sit here no problem ल ओके अङ्कल ठिक छ